So hello guys, good morning everyone. आज चाहिँ चर्चमा चाहिँ हाम्रो प्रोग्राम गर्नेछ र आज चाहिँ हामी तयारी भइसकेको छु र अरूहरू त्यहाँबाट हेर्न सक्नुहुन्छ र हेर्नुहोस् ल ल चल सिद्धिन र मेरो टेन्ट ल यो चाहिँ हाम्रो कोठा हामी चाहिँ यहाँ बसिरहेको छु हेर्नु र हेर्दै गर्नुहोस् होला र चर्च चाहिँ पलानिर छ अहिले म तपाईँहरूलाई म बिचमा देखाउन सक्छु है र गाइस म चाहिँ चर्चपट्टि लाग्यो है मसिमा चाहिँ मेरो प्यारो भाइ छ है र दुई भाइ चाहिँ चर्चमा अब इन्टर हुन लागेको छु र के कस्तो हुन्छ हेर्दै जानु है वाच गर्नुहोस् जग्गाहरू हेर्नुहोस् है अहिले है यहाँ हेर्न सक्नुहुन्छ यो चाहिँ हाम्रो सुपारी है भाइ गुवा गुवा अरे हेर्न सक्नुहुन्छ है ए हेर्न सक्नुहुन्छ दानहरू खाल्छ है यतातिर चाहिँ प्रायः यस्तो भाइले चाहिँ मलाई चिनाउँदै लानुहुँदैछ चर्चपट्टि भाइ चाहिँ अलिकति नर्भस है हाँस्दै छ अलिकति खुसी पनि छ उसलाई अनि गरेको नि छ नि र हेर्न सक्नुहुन्छ गीत भजन है हुँदैछ स्टार्टिङ अब है हजुर ए यस्तो छ है ल भाइ यहाँ आऊ त यसो गरेर पक्रिँदा त मलाई देखाइदेऊ ल यस्तो छ अब यतादेखि धानै धान खान्छ चर्च चाहिँ यहाँ छ देख्न सक्नुहुन्छ हो हामी चाहिँ जाँदैछौँ के कस्तो हुन्छ है लाइक सेयर गरिदिनुहोस् र म तपाईँलाई चर्चभित्र पनि देखाउन सक्नुहुन्छ है थ्याङ्क यू यहाँ टक्कै यति राखेँ होइन अहिले सिनवटा गरिदिनुपर्छ हो जङ्गल खालि जाने कोसिस गर्दैछ यार अब चर्च आइपुग्यो हामी हेर्न सक्नुहुन्छ र तपाईँलाई अब म भित्रको नजर देख्न सक्छु है र गाइस यो चाहिँ बिहानको ब्रेकफास्ट र यो है यो चाहिँ चर्च है
सुन्दर गाडी परमेश्वरले बनाउनु भयो र आज हामी सबैजना यहाँ परमेश्वरको नाउँमा हामी उपस्थित भएर आज हामी कोरस भजनहरू हामी गाउनेछौँ है र सबैलाई फेरि पनि दिनुहोस् है र आउनुहोस् आज हामी कोरस भजनहरू गाउनेछौँ।
आज म बाइबल गइरहेको छु John 3:16 For God so loved the world that he gives his only begotten Son, that whoever believes in him should not perish but have eternal life. यसको नाउँमा सबैजनालाई जय मसीह। आज म बाइबल भन्न गइरहेको छु। योहन्ना 3:16 यसुले किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि एकलौटे पुत्रले दिनुभयो उहाँमाथि विश्वास गर्ने कोही नाश नहोस् कि अनन्त जीवन पाओस्। आमेन। महिमा भएको होस् है। हुन त आवाजहरू त अब मिठो छैन। अघि नै मभन्दा अगाडिको सिस्टरले भनिसक्नुभयो है। साँच्चै परमेश्वरलाई महिमाको निम्ति हो। परमप्रभुको वचन भजन सङ्ग्रहको 31ले भन्छ है, परमप्रभुमा मैले शरण लिएको छु, मैले कहिले पनि शर्माउनु पर्ने छैन है। उहाँको धार्मिकताले मलाई छुटकारा दिनेछ भनेर है परमेश्वरको वचनले भन्छ। त्यसरी नै मैले है यो भजन गाउँदैछु है। तपाईँहरूलाई मनोरञ्जनको निम्ति म परमेश्वरलाई महिमाको निम्ति हो। कुनै मैले प्र्याक्टिसहरू गरेको छैन है।
सुन्दर समय परमेश्वरले तपाईँले हामीलाई दिनुभएको छ। हामी पहिलो सेक्सन आज हामी आएको छौँ अनि पास्टरबाट मिठो वचनहरू हामी सुन्न पायौँ अनि यो वचन चाहिँ एकदमै हाम्रो लागि अगाडि थियो है। अनि परिवारको विषयमा चाहिँ थोरै वचन हुन्छ तर आज फर्स्ट सेक्सनमै यति मिठो वचन आज हाम्रो परिवारको लागि हुनुभएको छ। अनि प्रभुलाई धन्यवाद भएको होस्। अनि हामी मगरजुङ मण्डलीबाट हामी भजनहरू लिएर आएको छौँ अनि यो भजनद्वारा चाहिँ परमेश्वरको महिमा हुनभएको होस् भनिकन हामी यो भजनलाई गाउनेछौँ। अनि भजन चाहिँ हामी 89 को भजनलाई हामी गाउनेछौँ, स्तुति होस् प्रभु ख्रीष्टको। अनि तपाईँहरूले पनि गाउन सक्नुहुन्छ, हामी सबैजना मिलेर गाउनेछौँ। Oh
तपाईँको जीवन कुनै सजिलो कथा होइन। तपाईँको जीवन कुनै सजिलो कथा होइन। यो पसिना र प्रार्थनाले बनाइएको यात्रा हो, जहाँ सुसमाचार बोकेर तपाईँले धुलो लागेको बाटोहरू पार गर्नु पर्यो। जहाँ अरूले आराम खोजे तपाईँले सेवा रोज्नुभयो। जहाँ अरूले आराम खोजे तपाईँले सेवा रोज्नुभयो। जहाँ अरूले तालिका बनाए तपाईँले चुपचाप आकाश हेर्नुभयो र भन्नुभयो, प्रभु म तयार छु। अनेक रातहरू थकाइले ओतप्रोत भए, अनेक रातहरू थकाइले ओतप्रोत भए, तर तपाईँको मुखबाट कुनै गुनासो आएन। तपाईँका हात थाके होला, तर आत्मा कहिले नथाक्ने देखियो, किनकि त्यो आत्मा येशूको प्रेमले भरिएको थियो। तपाईँले मञ्च मात्र सम्हाल्नु भएन। पुलपिटलाई हामी सेकुलर ल्याङ्ग्वेजमा मञ्च पनि भन्छौँ। तपाईँले मञ्च मात्र सम्हाल्नु भएन, तपाईँले चुपचाप रोएको मानिसहरूको आत्मा सम्हाल्नु भयो। तपाईँको वचन बोलाइ शक्तिशाली थिएन, किनकि शब्द ठुला थिए। यसकारण शक्तिशाली थिए किनकि तिनीहरू प्रार्थनाबाट जन्मिएको थियो। हामीले देख्यौँ तपाईँका जुत्ताहरू धुलोले भरिएका थिए। हामीले देख्यौँ तपाईँका जुत्ताहरू धुलोले भरिएका थिए। तपाईँका आँखामा थकान लुकेको हुन्थ्यो। तपाईँका आँखामा थकान लुकेको हुन्थ्यो, तर हरेक भेटमा तपाईँ मुस्कुराउनुहुन्थ्यो, जसरी ख्रीष्ट आफैमा थाके पनि प्रेम देखाउनुहुन्थ्यो। तपाईँले उपदेश मात्र दिनु भएन, तपाईँले उपदेश मात्र दिनु भएन, तपाईँले जीवनमा जिएर देखाउनु भयो। तपाईँले